माछा छ खै किन लखटेको त अनि जम्मै 3-4टा खेलेको साइकल यात्रीको पनि भिडभाड छ बर्खा लाएर हरिबिजोग छ त्यही त अस्ति त थिएन क्या यहाँ 1 मिटर जति तल थियो त्यो पारीको जङ्गलमा त्यहाँबाट छिरेर बाटो त कतिको छ पनि बाटो छ कि छैन यहाँबाट जम्प भन्न सक्छौ किन गहिरो नभएर अनि यसको डबल ट्रिपल जस्तो गरेर खासै गहिरो छैन अहिले त बढेर डुब्ने त भयो होला म डुब्ने लेट्स गो द जङ्गल यस्तो यो खोलामाथि पनि यस्तो डेन्जर ठाउँमा रेस्टुरेन्ट बनाएर राखेको त्यसका बाद त्यहाँबाट खस्यो भने त सिधै खोलामा पुग्छ यहाँबाट छिर्ने बाटो रहेछ सानो बिरालो भाइ पनि रहेछन् कस्तो छ कि जानै सकिन्न र यार के हो यस्तो बाटो चाहिँ एडभेन्चरसै छ यता पारीतिर बजार छ बजारबाट पुल चढेर यता जङ्गलको छेउ छ यहाँ माथि नि के हो फेरि यता रेस्टुरेन्ट हो अचम्मै छ अलि बिस्तारै हिँडायो स्लो मोसनमा जरिङ्गो चाहिँ सुरु भयो यही देखिन लाग्यो बल्ल अलिअलि एउटा दुईटा बुटाहरू बाटो चाहिँ खतरा छ यहाँबाट तल नदी छ यस्तो खतरा बाटो छ के फेरि यो पहेँको गेडा पहेँ हो ए बोलाडै जस्तो खान्थ्यो यार यस्तो खान्थ्यो तपाईँले खानु भएको छ कि छैन खाइए खाने हामीले स्वाद कस्तो छ मिठै छ अलिअलि खान्छ एडभेन्चरस छ ल यहाँ रिक्सा पनि लिएर राखिदिएको छ कुदाउने रिक्सा कहाँबाट लिएर आएको होला नि यस्तो हुन्छ नि त्यो कचडा थुपार्नेहरूले होला यस्तो ठाउँमा भोलि बनाउने कचडा यहाँ छ यस्तो छ सुनसान छ जङ्गल तर पनि हामी दुईजना नडराइकन हिँडिरहेको गोर्खालीको छोरो वीर गोर्खाली भन्दै भाइले कसिरहेको सुनसान छ कम्पनी कोही त छैन यहाँ कोही छैन पौना घन्टामा को आउँछ र जरिङ्गो त त्यति एउटा मात्रै रहेछ क्या हो दुईटा बोर्ड देखियो आजसम्म यहाँ चाहिँ एउटा रहेछ पानी पनि फुरफुर परिरह बाटो चाहिँ यस्तै छ डेन्जर यहाँबाट चिप्लियो भने सिधै तल खोलामा पुगिने सम्भावना छ साइकलमा कति घुम्ने हुँदै आज पैदल यात्रा हिँडिदिएको
लास्टै डेन्जर रहेछ फर्स्ट टाइम यसरी जङ्गल हिँड्यो नि त हामी फर्स्ट टाइम हो बाटो फेरि यस्तो डेन्जर यहाँबाट खुट्टा चिप्लियो भने सिधै गयो ल लगेर कति कस्तो डेन्जर पाइलामा सुराएर हिँड्नु पर्ने अवस्था हो त्यो कटेजको पात चिप्लिने त होइन चिप्लियो अन्त चिप्लाइदियो त अनि हामीलाई त्यस्तो ढुङ्गामा नि जरा अडियो छ समयको ठाउँ रहेछ त हिँड्न पनि डर लाग्दो रहेछ यार यता सिधै खोला खाइ तल शीतल रहेछ शीतल त अनि यस्तो ठाउँमा शीतल नभएर अनि ल ढुङ्गा पल्टाएर हेर त कतिको पत्करहरू पनि कति भएको सिधै पानी होइन तल माछा मर्लान् फेरि फेरि जङ्गलभरि पुरै कट्टिसै कट्टिस मात्रै छ त्यो सानो खाले कट्टिस होला कि साउकोमा जाँदाखेरि पुरै फुलिरहेको थियो नि त्यो त ठुलो खाले होला यहाँ फुलेको छैन यहाँ चाहिँ सानो खाले कट्टिस यो पनि खाएको रहेछ खासै यो तितो तितो हुन्छ है खाना त केही छोड्दैनन् मान्छेहरूले हल्का बजारको भ्यू पनि देखिए रुखभित्रबाट अलिअलि चाहिँ एडभेन्चरै रहेछ पानी पनि पर्ला चाहिँ गर्छ त यार पानी पऱ्यो भने त डुबा त नि के त नि यस्तो यो पुरै कुखुराको जङ्गलको बिचमा कुखुरा पालन छ क्या ओ कालिज के हो होला यस्तो घन्टारमा है त अद्भुतै भयो नि त यस्तो पुरै बारेर राखेको के हो अब आरु पखरा त सब फुलेकै छैन जानियो र कालिज कहाँ गयो अघि ओ माई गड हाइट कालिजै हो है जङ्गलको बिचमा यस्तो अनकन्टारमा पनि यस्तो छाप्रो बनाएर राखेको त केको लागि बनाएको अझ ग्यास पनि रहेछ मान्छे बस्यो त्यही गरेको पहिला खै पहिलाको घर हो कि के हो भाँडा अन्य जुठेल्न जस्तो पनि छ यहाँ त पुरै सोजुको बोतल हो सानो र सानो होइन बरु मूर्ति होला अनि त्यो साइडको के हो त नि त्यो त त्यही जस्तो बनाएको होला नि यस्तो अचम्मैको ठाउँ रहेछ त्यार ल यहाँ त नन स्टप घुमिरहेको छ नि त्यार ब्याट्रीबाट होला है यस्तो ओम नमो पामे हम सामे हम के हो अचम्मै रहेछ अनकन्टारमा विचित्रको ठाउँ के हो गङ्गोटो भेट्यो क्या छैन नेपालमा हाम्रो ठ्याक्कै त्यता पानी कहाँबाट ल्याएको होला नि यस्तो उसबाट है यो माथितिर त ठुलो थियो होला त्यही पानी खानुलाई
हाम्रोतिर नि यस्तै छ तपाईँहरूतिर छ कि छैन सेम यस्तै जङ्गलबाट पानी हेर आउँछ यस्तो तरुल जस्तो नि रोपिरहेको के हो वन तरुल जस्तो नि छ है पहिला चाहिँ यहाँ मान्छे बसेर चाहिँ क्या मान्छे नै बसेको न यस्तो अनकन्टार न बाटो छ न के छ बारेको छ नि अहिले चाहिँ अब यहाँ छोडे जस्तो छ बहन नभए चाहिँ पहिला मान्छे बसेको अनुमान गर्न सकिन्छ दाउरा चाहिँ लदाबदी छन् जङ्गलभरि कसले लगेर अब बाल्नेलाई है ल यत्र रुख जिउँदै लडिरह नि अब यसलाई कसले सदुपयोग गर्ने कुहिएर बसिरह अचम्मै रहेछ ल के हो फेरि त्यो पर फेरि अर्को घर हो क्या हाइट यस्तोमा न मोटर बाटो छ है कसरी आएर यो सामानहरू ल्याएर कसरी बनाएको घरै बनाइराख फेरि ल ओ माई गड यस्तो नकन्टार डरै लाउँदैन रहेछ यार हेट केही भुच्छुट छ कि ल हेट के गर्ने यो भुतबङ्गलाई रिबिजोक रहेछ यार कसरी ल्याएर राख्यो यत्रो यो कन्टेनर जस्तो पनि छ नयाँ गाडी आउँछ पुरै बाँस गाडी मात्रै छ हेट डरै लाग्यो त्यसको गुण पनि रहेछ त्यहाँ सानो गुण हेट भाग भइरह भाग ल यहाँ यो बाँसको तामा पनि भेट्थ्यो भाइले यहाँ यो त अस्ति हामी किन्ने खालको त होइन सिएममै यही त भने हामीले अस्ति कतिमा किनेर खाएको अलिकति चिप्पिएछ क्या यहाँको यस्तो कमला छ यो त त नि खाना मिल्छ यो त खाना मिल्छ लैजाने र अस्ति 500 मा यति त थियो नि यति नेपाली 500 मा यति नै थियो त अनि यस्तो नलगेर हुन्छ त